पूर्वी नेपालका हरियाली पहाडहरू, कुहिरोले ढाकिएका वन जङ्गल र ढुङ्गा माटोले बनेका साना बस्तीहरूमा पुस्तौँदेखि सुनिँदै आएको एउटा कथा छ। साँझ परेपछि आगोको वरिपरि बसेर हजुरआमाहरूले फुसफुसाउँदै सुनाउने यो कथा गर्व, लोभ, बुद्धि र दाजुभाइको प्रेमको कथा हो। धेरै वर्ष अघि पहाडको फेदीमा रहेको एउटा सानो गाउँमा एकजना प्रसिद्ध धामी झाँक्री बस्थे। उसको नाम थियो किराँती माइला। उनी जडीबुटी, मन्त्र र पूजापाठमा निपुण थिए। गाउँलेहरू उनलाई आदर गर्थे किनकि उनले धेरै बिरामी निको पारेका थिए। तर समयसँगै उनको मनमा एउटा चाहना पलायो, साधारण शक्ति होइन, सबैभन्दा ठुलो शक्ति। उनी सबैभन्दा भयङ्कर, सबैभन्दा शक्तिशाली बन्न चाहन्थे। एक दिन उनले जङ्गलको गहिराईमा गएर गोप्य तान्त्रिक साधना सुरु गरे। भनिन्छ उनले बाघको आत्मालाई आह्वान गरे र आफूलाई बाघमा रूपान्तरण गर्ने मन्त्र जपे। रातको अँध्यारोमा आँधी चलिरहेको बेला उनले अन्तिम मन्त्र उच्चारण गरे। अचानक उनको शरीर काँप्न थाल्यो, नङ लामा भए, दाँत तिखा भए र टाउको बाघको जस्तै भयो। तर उनको शरीर पुरै बाघ बनेन, मानव शरीरमै बाघको टाउको अड्कियो। उनको लोभ र घमण्डका कारण उनलाई श्राप लाग्यो। अब उनी न पूर्ण मानव रहे न पूर्ण बाघ। गाउँलेहरूले उनलाई बाघ मानव भन्न थाले। उनी जङ्गलको एउटा सानो कुटीमा बस्न थाले र बिस्तारै उनको मनमा दया हराउँदै गयो। उनी मानिसहरूलाई आफ्नो शिकार बनाउन थाले। गाउँको किनारमा एउटा बुढी आमा एक्लै बस्थिन्। एक रात बाघ मानव उनको झुपडी अगाडि पुग्यो। उसको गर्जनले रातको सन्नाटा चिर्दै थियो। बुढी आमा डरले काँप्दै ढोका खोलेर बाहिर निस्किन्। बाघ मानवका आँखा रातो चम्किरहेको थियो। उसले गहिरो स्वरमा भन्यो, आज तिमी मेरो आहारा हुनेछौ। बुढी आमा चतुर थिइन्। उनले आफ्नो ज्यान जोगाउन उपाय सोचिन्। उनले काँपेको स्वरमा भनिन्, म त बुढी र दुब्ली छु, म खाएर तिम्रो भोक मेटिँदैन। तर गाउँको अन्तिम छेउमा एउटा सुन्दर युवती छिन्, सबिना। उनी आफ्ना 7 दाजुभाइसँग बस्छिन्। अहिले उनका दाजुभाइहरू परदेश गएका छन्। बाघ मानवका आँखा लोभले झन्झम्किए। बुढी आमाले थपिन्, तर उनको घर बलियो छ। ढोकामा 7 वटा चुकुल लगाएको छ। बलले तिमी तोड्न सक्दैनौ। यदि ढोका खोल्न चाहन्छौ भने दाजुभाइको स्वर निकालेर बोलाउनु। बाघ मानव त्यही उपाय लिएर सबिनाको घरतिर लाग्यो। आधी रातको समय थियो। उसले ढोका बाहिर उभिएर भन्यो, बहिनी सबिना, म तिम्रो दाइ, ढोका खोल। घरभित्रबाट सबिनाको शान्त र सतर्क आवाज आयो, तपाईको स्वर मेरो दाजुको जस्तो छैन, म ढोका खोल्दिन। बाघ मानव असफल भएर फेरि बुढी आमा कहाँ फर्कियो। क्रोधले भरिएको स्वरमा उसले भन्यो, अब म तिमीलाई नै खान्छु। तर बुढी आमा सजिलै हार मान्ने थिइनन्। उनले भनिन्, मसँग अर्को उपाय छ, म तिमीसँगै जान्छु र बोलाउँछु। उनीहरू फेरि सबिनाको घर पुगे। बुढी आमाले मधुरो स्वरमा भनिन्, प्रिय बहिनी सबिना, हामी परदेशबाट धेरै कमाइ गरेर फर्क्यौं, ढोका खोल, हामी थाकेका छौं। स्वर यति मिल्दोजुल्दो थियो कि सबिनाले शङ्का गर्न सकिनन्। उनले 7 वटा चुकुल एक एक गरी खोलिन्। ढोका खोलेको क्षणमै वनमानव भित्र पसेर उसलाई समात्यो। बुढी आमा भने त्यहाँबाट भागिन्। बाघ मानवले सबिनालाई जङ्गलको कुटीमा लगेर राख्यो। सुरुमा उसले उनलाई खान खोज्यो, तर उनको सौन्दर्य र सरलताले उसलाई रोकेको थियो। उसले उनलाई आफ्नै पत्नी झैँ राख्न थाल्यो। हरेक दिन ऊ शिकार गरेर ल्याउँथ्यो र सबिनाले खाना पकाउनु पर्थ्यो। जङ्गलको बीचमा अपरिचित वातावरण, उनी एक्लै र निराश थिइन्। महिनाहरू बित्दै गए। गाउँमा सबिनाका 7 दाजुभाइहरू परदेशबाट फर्किए। घरको ढोका खुला थियो, बहिनी कतै थिइनन्। छिमेकीहरूबाट सबै कुरा थाहा पाएपछि उनीहरू क्रोधित र दुखी भए। हातमा तरवार र भाला लिएर उनीहरूले बहिनीको खोजी सुरु गरे। धेरै दिनको खोजीपछि एक बिहान उनीहरूले जङ्गलको टुप्पोमा सबिनालाई देखे। दाजुभाइहरू झाडीभित्र लुकेर उनलाई सङ्केत गरे। उनको आँखा आँसुले भरियो, आशाको किरण देखेर। भोलिपल्ट बिहान बाघ मानव शिकार खेल्न जानु अघि सबिनाले एउटा चाल चलिन्। उनले 2 छेउ खुला भएको बाँसको पाइप दिँदै भनिन्, घरमा पानी सकियो, यो पाइपले पानी भरेर ल्याइदिनुहोस्। बाघ मानव नदीतिर गयो। उसले पाइप पानीमा डुबाएर भर्न खोज्यो, तर पानी अर्को छेउबाट बगेर बाहिरिन्थ्यो। उसले पटक पटक प्रयास गर्यो, तर असफल भयो। त्यसै बेला रुखमा बसेको कागले करायो, दुवै छेउ खुला पाइपले पानी भर्न सकिन्छ? तिमी त मूर्ख रहेछौ। बाघ मानव चकित भयो। उसले पाइप फालेर छिटो कुटीतिर दौडियो, तर ढिलो भइसकेको थियो। दाजुभाइहरूले कुटीमा आगो लगाइसकेका थिए।
र सबिना उनीहरूसँग सुरक्षित थिइन्। आगोको ज्वालामा आफ्नो संसार जलेको देखेर बाघ मानव क्रोधले पागल चाहिँ भयो। ऊ गर्जिँदै गाउँतिर लम्क्यो, तर दाजुभाइहरू तयार थिए। घरको मूल ढोकामै उनीहरू पर्खिरहेका थिए। बाघ मानवले आक्रमण गर्न खोज्ने बित्तिकै 7जना दाजुभाइ बिजुली चाहिँ उसोमाथि खनिए। भीषण सङ्घर्ष भयो। अन्तत उनीहरूको एकताले बाघ मानवलाई परास्त गर्यो। उसको शापित जीवन त्यही समाप्त भयो। त्यस दिनपछि सबिना आफ्ना 7 दाजुभाइसँग सुरक्षित र शान्तिपूर्ण जीवन बिताउन थालिन्। गाउँमा फेरि कहिल्यै बाघ मानवको त्रास देखिएन। यस कथाले हामीलाई सिकाउँदछ कि लोभ र घमण्डले अन्ततः विनाश ल्याउँछ, तर प्रेम, एकता र साहसले सबैभन्दा ठुलो भयलाई पनि जित्न सक्छ। आजको कथा हजुरहरूलाई कस्तो लाग्यो? कृपया मन परेमा लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।